उहाँलाई सपोर्ट गर्नुहोस् हैन अँ, यही भन्न चाहन्छु। ल फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा हजुर हौ। बिहान उठेर भित्र एउटा तातो कपडा बुलतुत र बाहिर स्विगीको ज्याकेट लगाएर ड्युटी जानको लागि रेडी भएँ। त्यसपछि मैले ढोकामा चाबी आनेर म निक्लेँ रुमबाट। अनि रुमबाट केही पर जानुपर्छ मैले आफ्नो जोनमा। अनि म जोनमा पुगेर मैले आइडी पनि अन गरेँ र केही बेर रोकेपछि मलाई अर्डर पनि आयो। बिहान आइडी अन गरिसकेपछि पहिलो अर्डर मलाई यो रेस्टुरेन्टबाट हाल्थ्यो। आज चाहिँ उहाँको पडोसीले हाल्नु भएछ। पडोसी स्विट हाउसमा पनि पुगेँ। त्यसपछि भित्र गएर आफ्नो अर्डर आइडी भनेर अर्डर पनि मागेँ। पहिलो अर्डर चाहिँ 20 रुपियाँको छ होइन, नजिकै छ। यसले हान्न बढीमा बढी 4 मिनट 5 मिनट लाग्ला होइन। अब अर्डर त पिकअप गरेँ, अब जानु पर्यो अर्डर डेलिभरी गर्ने ठाउँमा है। लगाइस् 1000 को स्पिडमा स्कुटी चलाएर म लोकेसनमा पनि पुगेँ। त्यसपछि इन्ट्री गर्दाखेरि हल्का बोलाबोल भयो। बनाने आए कि डिलीवरी करने आए हैं? ऐसे ऐसे कर रहे हैं। बना रहा हूँ ना, अभी अच्छा बनाना ना। जब और बना कर जाओ। बाहर क्यों बनाऊँ मैं, तुम एंट्री करो ना। क्यों बोलो बोलो। B block 101 आराम से मैडम, आराम से, ऐसा नहीं करना। आफ्ना बाल मिलाउन पनि बिल्डिङभन्दा बाहिर जानु पर्ने भन्दै बिचरा क्यान्ने। अब एक कानले सुनिकन अर्को कानले उडाएँ र गएँ म कस्टमरका रुममा। कस्टमरकन अर्डर दिइकन बाहिर आउँदै थिएँ, त्यत्तिकैमा अर्को अर्डर हालिदिएँ। पहिलो अर्डर चाहिँ मैले पुगाएँ। अब मलाई आइसक्यो दोस्रो अर्डर, यो जो कि फालेको छ महादेवपुरा, जहाँ नेपालीहरू हामी घर जान्दैला बस लाग्छ नि, त्यहाँ फालेको छ मलाई सेकेन्ड अर्डर होइन। यहाँबाट छ त्यस्तै 5-5.5 किलोमिटर छ, जाँदैछु अब त्यो अर्डर दिन है। यो अर्डर चाहिँ आइसक्रिम सपबाट आएको थियो। थिन तिमीहरूकन थाहा छ कि नै, मैले एक अर्डर क्यान्सल भइकन खाएछ, त्यहीबाट हालेको छ। अर्डर दिने बिचारो फोनमा निकै बिजी थियो। अर्डर मागेर अर्डर लिकन हाताउने दियो। त्यही बिचाराकन मैले मेरो फलोवर्सकन हाई गरिदियो भने हाई पनि गरिदियो। त्यसपछि म अर्डर समाइकन लागेँ अर्डर दिन ठाउँ। यो अर्डर पनि मैले डेलिभर आने। त्यसपछि मलाई 2 अर्डर सँगै हाल्यो। मल्टी अर्डर हाल्यो, एक अर्डर मिलेको फर्स्टै, अझ अर्को अर्डर रेडी नै। यस्तै हुन्छ क्या मेरो जहिले पनि, यस्तै अन्याय क्या, यस्तै अन्याय। होटलवाला गइकन बिचारा यस्तो किन अद्दो चाहिँ तेरा पाएसेन छन् भनिकन अर्डर मागेँ। 25 रुपियाँको अर्डर गर्न 35 मिनट लागिकन मर्यो डाम्नु। अर्डर लिकन झोलाउँदो हालेँ। यी 2 अर्डर चाहिँ नजिकौँडै थिए। म्याप खोलेर 1.3 किलोमिटर 5 मिनट देखायो। लोकेसनमा पुगिसकेपछि सेक्युरिटीसँग इन्ट्री पनि गरेँ र त्यसपछि गएँ फेरि कस्टमरले अर्डर दिन। कस्टमरकन अर्डर दिकन तल आउँदै चाहिँ अक्का कस्टमरले पनि फोन गरिहाल्यो र छिटो छिटो गइकन त्यो अर्डर पनि मैले डेलिभर आने। त्यत्तो 35 मिनट होटलमा वेट गरेँ। अर्डर दिन 50 मिनट लाग्यो र अर्डर 40 रुपियाँको। अर्डर दिइसकेपछि मसँग भोक लागेको थियो। म गएँ खाना खाने दोकानमा। त्यहाँ गइकन मैले एउटा राइस र के हालिमाइकन मैले खाएँ। अब चाहिँ मकन बर्गर किङदेखि अर्डर आइसकेको थियो। त्यो अर्डर पिकअप गरिकन एकसुरै लागेँ म कस्टमरको लोकेसनमा। म त्यहाँ पनि पुगेँ। सेक्युरिटी चाहिँ नेपाली दाइ छन् होइन। अब इन्ट्री गर्दैछु, मलाई नम्बर हान्नु ल। नम्बर भन्नु त 9036 9036 84 84 3664 844 664 664 स्विगी डी ब्लक ल। डी ब्लक 40। ल तपाईँ अब मेरो फलोवर्सहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? उहाँलाई सपोर्ट गर्नुहोस् हैन अँ, यही भन्न चाहन्छु। ल चाँडै उहाँलाई भाइरल बनाइदिनुहोस्। ल ल ल उहाँको यति प्रयास भन्नु अनि पर्यो। मेहनत परिश्रम पनि देख्नुहोस् हैन अँ, भन्न चाहन्छु। ल धन्यवाद, यति भनिदिनु म धन्यवाद है। ल सबैले एकछिन हाई गरिदिनु। इन्ट्री गरिकन त्यो दाइसँग थोरै कुराकानी गरिकन म कस्टमरले अर्डर पनि दिइकन आएँ। अब चाहिँ मकन रातिको लास्ट अर्डर आइसकेको थियो। त्यो अर्डर पिकअप गर्न गएँ म रेस्टुरेन्टमा। मैले अर्डर पनि पिकअप गरेँ। गाइज होइन, चिसो एकदमै बढेको छ होइन, लास्टै चिसो छ। यत्रो ज्याकेटभित्र अर्को उ लगाएको छु, त्यही पनि लास्टै चिसो भइरहेको छ होइन। अब यो चाहिँ मेरो लास्ट अर्डर हो, दिन जाँदैछु म। ल यही रुममा मैले अर्डर दिएँ होइन। अब चाहिँ अर्डर सिद्धियो। यो चिसोको कारणले होइन हल्का टाउको दुखिरहेछ क्या मेरो, त्यही भइकन अब अर्डर हानि म सक्दैन हेर बिचरा। टाउको भलरी फुट्ने आज भइगयो, चिसो पनि धेरै छ। अर्डर त अझै मेरा 6 अर्डर बाँकी छ। 9:30 पनि बजेको नै, 11 बजीसम्म म हानेलै थिएँ कि अब टाउको दुख्न लाग्यो, घर जानुपर्ने छ होइन। त्यही भएर अब यो आज चाहिँ यो भिडियोबाट छुट्टिन्छु म होइन। सबैले मेरो भिडियोलाई माया गरे, सेयर गरे, फलो गरे, लाइक गरे, कमेन्ट गरे। ल भाइ।